लगाएको यो फुलको प्रजाति भनेको चाहिँ टेनिस बल हो। अब यसको विशेषता भनेको यो फुलको किन टेनिस बल भन्यो भन्दाखेरि अब यसको यो पछाडिको भागहरूलाई चाहिँ यसले कोल्याप्स गरेको हुन्छ र हाम्रो यहाँको लोकल फुलहरूमा यस्तो हुँदैन। यसको पत्रहरू धेरैले ओगटेको हुन्छ र सँगसँगै यसलाई चाहिँ हामीले यसरी गर्दाखेरि पनि यो आफ्नै सेप एन्ड साइजमा जान्छ र फुलहरूको चाहिँ डेकोरेट जस्तो गरेको त्यस्तै फर्ममा आउँछ, बिग्रिने हुँदैन, सेप एन्ड साइज हुन्छ र यसलाई चाहिँ त्यही भएर यसलाई टेनिस बल नाम दिइएको हो भन्ने कुरा पनि छ। अमरगढी नगरपालिका वडा नम्बर 1 ढोला गाउँका सुरतेर यति बेला फुल बेच्नमा व्यस्त हुनुहुन्छ। गाउँकै बारीमा लगाएको फुलले उनले राम्रो आम्दानी गरिरहेका छन्। 2 वर्षदेखि पुष्प खेतीमा व्यावसायिक रूपमा लागिरहेका छन्। अब यो हामीले व्यावसायिक हिसाबले चाहिँ अगाडि बढाइरहेका छौँ। सुरुवाती फेजमा छौँ हामी अझै पनि, किन भन्दाखेरि हामीले चाहिँ सानो गरेर लगाइरहेका छौँ। बजारमा आइने प्लास्टिकको मालालाई हामीले प्रतिबन्ध लगाएर हामीले चाहिँ प्राकृतिक फुलहरूलाई चाहिँ हामीले चाहिँ एउटा उत्प्रेरणा हिसाबले चाहिँ किसानहरूलाई र अरू चाहिँ पुष्प व्यवसायमा लाग्ने कुनै पनि व्यक्तिहरूलाई चाहिँ हामीले आकर्षण गर्नु खोज्नुको लागि एउटा डेमो टाइपको गरिरहेको छौँ। र सँगसँगै म एउटा कृषि संकायमा लागेको विद्यार्थी भएर पनि चाहिँ मैले चाहिँ योमा रुचि राखेको एउटा चाहिँ र किन भन्दाखेरि हामीले चाहिँ पहाडी जिल्लामा पनि एउटा राम्रो सुन्दर बगैँचा डेकोरेट गर्न र सबैको चाहिँ घरमा चाहिँ एउटा सयपत्रीको व्यावसायिक हिसाबले चाहिँ अगाडि बढाउन, तरकारी जस्तै चाहिँ यसलाई नै अगाडि बढाउन खोजिरहेको छौँ हामीले चाहिँ। अब पुष्प व्यवसाय भन्दाखेरि मान्छेहरूले चाहिँ कसैले शौकिनले गर्छ भन्दाखेरि कसैले चाहिँ एउटा आम्दानीको स्रोत हिसाबले, रोजगारीको हिसाबले पनि गरिरहेको छ। मैले चाहिँ एउटा चाहिँ दुइटैलाई हेरिरहेको छौँ, शौकिन प्लस कसैको पनि आपूर्तिहरूलाई चाहिँ मैले पूर्ण हिसाबले चाहिँ बजारमा मागहरूमा चाहिँ पुर्याइरहेको छौँ। 12 महिना हामीले सयपत्री उत्पादन गर्छौँ र यो हामीले चाहिँ सयपत्री उत्पादन गरेको चाहिँ यो हाम्रो 2-3 किसिमको चाहिँ हामीले चाहिँ प्रजातिको चाहिँ लगाउने गरेको छौँ, कर्मा ग्रुप र सँगसँगै चाहिँ हाम्रो टेनिस र कलकतिया। र हाम्रो यो भूगोलको लागि स्विट हुने भनेको टेनिस नै देखिएको छ अहिलेसम्मको हाम्रो परीक्षणको लागि। अहिले हामीले लगाएको तिहार लक्षित, चाडपर्व लक्षित सयपत्री फुल छ र अर्को हामीले चाहिँ बिहेको सिजनमा मङ्सिरको लागि फेरि अझै चाहिँ हामीले रोप्ने तर्खरमै छौँ र अर्को हामीले वैशाखमा निकाल्ने लटहरू पनि हामीले उत्पादन गर्ने नै छौँ। हामीसँग निरन्तर सयपत्री फुलहरू हुन्छ र अब यसमा चाहिँ हामीलाई चाहिँ समस्या भनेको 2-3 वटा कुराहरूको छ। एउटा स्टोरको छ, एउटा चाहिँ हामीलाई चाहिँ स्थानीय तहसँगको कोल्याबोरेसनको कुराहरू पनि चाहिन्छ। किन भन्दाखेरि स्थानीय तहले एउटा चाहिँ हामीलाई राज्यबाट पाइने केही सहयोगहरू प्रत्येक म लगायत अरू किसानहरूलाई पनि एउटा सानो किसिमको चाहिँ राहत वितरण गर्यो भनेपछि उनीहरूले पनि पुष्प खेतीमा बिउ नै महँगो हुन्छ, अनि विधिहरू सिकाउने, अनि रोग किराहरूलाई नियन्त्रण गर्न गाह्रो हुन्छ, अनि गर्मीको सिजनमा पनि चाहिँ फुलहरूलाई चाहिँ गाह्रो हुन्छ, सँगसँगै चाहिँ चिसोको तुषारोले गर्दाखेरि पनि गाह्रो हुन्छ। यस्ता कुराहरूमा चाहिँ पनि केही सहजीकरण, तालिम जस्ता गोष्ठीका कुराहरू, सेमिनारहरू, फुलबाट के हामीले आइटमहरू डेकोरेट गर्न सक्छौँ, जस्तै गाडीहरू डेकोरेट गर्न सकिन्छ, बुकीहरू बनाउन सकिन्छ, अनि यस्तै किसिमको मालाहरू बनाउने पनि हामीलाई चाहिँ आइडिया हुँदैन। यसरी चाहिँ हाम्रो यस्तो टाइपहरूको चाहिँ एउटा विभिन्न किसिमहरूको चाहिँ हामीलाई चाहिँ ट्रेनिङहरू, सेमिनारहरू, गोष्ठीहरू उपलब्ध गराइदियो भने त्यो पनि चाहिँ हामीले चाहिँ राज्यबाट एउटा चाहिँ हामीलाई सहयोग हुन्थ्यो भन्ने कुरा लागिरहेछ। तपाईँले यो कृषिमा के विषय पढ्नुभयो, कहाँबाट पढ्नुभयो? खास मैले चाहिँ कृषिमा चाहिँ अहिले चाहिँ मास्टर्स गरिसकेँ हर्टिकल्चरमा। यसै मैले चाहिँ फ्लोरिकल्चर सँगसँगै रिलेटेडको फिल्ड हुन्छ। यसमा चाहिँ मैले तरकारीहरू, फुल खेतीहरू, फलफुलहरू यस्तै पर्छ र मैले पढाइ चाहिँ अहिले चाहिँ देहरादुन इन्डियाबाट चाहिँ मास्टर्स गरेको र मेरो ब्याचलर चाहिँ पिटिओ पन्जाब टेक्निकल युनिभर्सिटीबाट गरेको र अहिले म चाहिँ कृषि संकायतिर चाहिँ मैले प्रशिक्षकको रूपमा काम गरिरहेको छु। सर, अब तपाईँको उमेरको यस्तो बिएससी आइएससी गरेको मान्छे, एमएससी गरेको मान्छेहरू चाहिँ अहिले सबैको युवाहरूको रोजगारी चाहिँ विदेश भन्ने छ बढी, होइन? अब तपाईँले चाहिँ आफ्नै गाउँमा यो व्यवसाय गरिरहँदाखेरि कतिको कठिनाइ छ, अथवा फेरि होइन अब यो नगरौँ फेरि विदेशै जाउँ भन्ने के सोच छ कि त्यस्तो के छ? अब हामी सँगसँगै लागेका हाम्रो एउटा ठुलो ग्रुप नै छ। एउटा फ्लोरिकल्चरमा लागेका युवा केटाहरू छन्, कोही मान्छेहरू पढे लेखेर काम गरिरहेछन्, कोही चाहिँ एउटा ठुलो चाहिँ खेती गर्दै आइरहेका छन्। अब यसमा चाहिँ चुनौतीहरू यसैमा लागेर अब्बल भएर हाम्रो पहाडको जिल्लामा त सम्भव छैन एउटा पढे लेखेको विद्यार्थीहरूलाई बसेर त्यसैमा चाहिँ निर्भर भएर चाहिँ एउटा आय स्रोत हुन्छ भन्ने छैन। तर चाहिँ विस्तारमा लग्यो भने हामीले चाहिँ स्थानीय तहदेखि प्रदेशसम्म चाहिँ एउटा राम्रो प्लेटफर्म, यताको मागहरू चाहिँ हामीले चाहिँ आइरहेको मागहरूलाई चाहिँ उता पठाउने, उताको यता गरेर चाहिँ दुइटै चाहिँ इम्पोर्ट र एक्सपोर्ट हामीले चाहिँ जसरी हाम्रो काठमाडौँतिरहरू भयो अनि ठुल्ठुलो सहरतिर पठाउन सक्यो भने यसको माग टोटल्ली हाई नै छ भनौँ। डलनाका 1 दर्जन युवाहरू व्यावसायिक रूपमा फुल उत्पादन गर्नतर्फ लागिरहेका छन्। विदेशिनको सट्टा गाउँमा केही गर्नुपर्छ भन्ने सोचले 2-3 वर्ष यता व्यावसायिक रूपमा पुष्प खेतीमा युवाहरू लागिरहेका हुन्। 3 सिजन उत्पादन हुने पुष्प खेतीबाट
राम्रो आम्दानी समेत भइरहेको उनीहरू बताउने गर्छन्। अब यस्तो, अब हाम्रो चाहिँ यो अहिले फुलेको फुलहरू छ भने चाहिँ यो बिक्री भयो भने एक लटको फुल नै अब हाम्रो चाहिँ त्यही 50-60 हजार जति बिक्री हुन्छ। राम्रो रेट र दाममा पायो भने चाहिँ अब फेरि यसले उत्पादन दिन्छ। अब कतिको चाहिँ प्राकृतिक माहौलले चाहिँ बिगार्छ भन्ने कुराहरू पनि यसमा भर पर्छ। मैले यो विगत 4 वर्षदेखि व्यावसायिक रूपमा पुष्प खेती गर्दै आएको छु। पहिले स्थानीय जातका फुलहरू लगाउने गर्थेँ। 3 वर्ष यता मैले यो विभिन्न यो हाइब्रिड खालका टेनिस बल, कलकतिया, त्यसै गरी कर्मा 555 जातका फुलहरूलाई लगाएर निरन्तर रूपमा आफ्नो व्यवसाय गर्दै आएको छौँ। यस व्यवसाय गरिसकेपछि मेरो परिवारमा जीविकोपार्जनमा सुधार भएको छ र व्यवसायिक रूपमा फुल खेती गर्दाखेरि डडेलधुराको स्थानीय बजारमा हामीलाई बजारको अभाव भएकोले हामीले धनगढी, त्यसै गरी महेन्द्रनगर, कहिलेकाहीँ पहाडका सुदूरपश्चिमका पहाड जिल्लाहरूमा पनि पठाउने गरेको छौँ। फुल खेतीले रोजगारीको साथै स्थानीय उत्पादनलाई प्रवर्धन समेत गर्ने गरेको छ। सरकारले बजारमा रहेका प्लास्टिकका माला तथा अन्य उत्पादनहरूलाई बन्द गर्दै जाँदा अहिले युवाहरूले उत्पादन गर्ने फुलले व्यावसायिक रूपमै सफलता पाउन थालेको छ। विवाह, व्रतबन्ध, मेला महोत्सव, दसैँ, तिहार र छठ पर्वमा उनीहरूले उत्पादन गरेका फुल डडेलधुरा बजारदेखि धनगढीसम्म बिक्री हुने गर्छन्। स्थानीय तहले प्लास्टिकबाट उत्पादित फुलहरूलाई बजारमा प्रतिबन्ध लगाएसँगै किसानले तयार पारेका फुलको माला 100 रुपियाँदेखि 200 रुपियाँ र फुल प्रति केजी 400 देखि 500 रुपियाँमा बिक्री भइरहेको छ। व्यावसायिक रूपमा पुष्प खेतीमा लागेका युवाहरूलाई सरकारले प्रवर्धन गर्नतर्फ समयमै ध्यान दिने हो भने डडेलधुरा पुष्प खेतीमा समेत आत्मनिर्भर बन्न सक्छ। अमरगढी 1 का सुरतीहरूले यति बेला यो क्षेत्रमा पुष्प खेती गर्न थालेको करिब 5 वर्ष भयो। भारतको देहरादुनबाट एमएससी गरेका उनले अहिले यो कृषि व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन्। यस्तै डडेलधुराका थुप्रै ठाउँमा अहिले युवाहरू विदेश जान छोडेर यस्ता पुष्प खेती तथा तरकारी खेतीमा लाग्न थालेका छन्।